अथच यो मौलिक बजार तथा मौलिक भान्साघरले मेयर साहब सरी ल ठिक छ अब छ मेयर साहब स्थानीय उत्पादन तथा मौलिक परिकार प्रवर्धन मेलाको अवलोकन गर्नुभयो। 7वटा प्रदेशका 35 पालिकाहरूको संलग्नता पनि देखियो र अरू विभिन्न परिकार पनि झाँकियो। हजुरलाई कस्तो लाग्यो? होइन यो एकदम नेपालमा सन्दर्भ सान्दर्भिक भन्छ, यो समय सान्दर्भिक छ, अहिलेको आवश्यकता पनि हो र हाम्रो चाहिँ हरेक कुराहरू चाहिँ अर्गानिक र रैथाने बालीहरूलाई चाहिँ प्रवर्धन गर्नुपर्ने, त्यसलाई चाहिँ हामीले चाहिँ जगेर्ना गर्नुपर्ने अथवा त्योतिर चाहिँ हामी अगाडि बढ्यौँ भने दुईवटा कुरा, एउटा रोजगारी पनि सिर्जना हुन्छ, अर्को मान्छेको चाहिँ हाम्रो के भन्छ स्वास्थ्यसँग पनि सम्बन्धित कुरा हो। त्यस कारणले स्वास्थ्य नै धन हो भन्ने कुरालाई चाहिँ हामीले जोडेर यसलाई चाहिँ यो कुराहरूलाई चाहिँ जो तपाईँहरूले चाहिँ अवधारणा ल्याउनु भएको छ यो अति राम्रो छ, एकदम व्यवस्थित छ। यसलाई चाहिँ अगाडि बढाउनुपर्छ। हामी यसमा चाहिँ नगरपालिकाबाट अथवा स्थानीय तहबाट हामीले के गर्नुपर्ने हो त्यो कुरामा चाहिँ हामी एकदम तत्पर छौँ। मेयर साहब, हजुरको पालिका र त्यसको अलिकति विशेषता पनि एकचोटि। हाम्रो नगरपालिका बुङ्गाल नगरपालिका कस्तो छ त भन्दाखेरि यहाँ एकदम नेपालमा चाहिँ 1000 मिटर समुद्री सतहबाट 1000 मिटरदेखि 6000 सम्मको भूभाग छ। त्यहाँ चाहिँ आँपदेखि स्याउसम्मको फलफुलहरू फल्छन् र तरकारीहरू सबै जातका फल्छन्। त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ नगरपालिकामा यो रैथाने बालीहरू अनि भेडा बाख्रा पालनदेखि लगायतका यहाँ हामीलाई जति चाहिने छन् यो हाम्रो मौलिक भान्साघरमा यी सबै प्रकारका चाहिँ उत्पादनहरू चाहिँ हाम्रो नगरपालिकामा उत्पादन हुन्छन्। त्यहाँ चाहिँ हामीले चाहिँ केही उत्पादन पनि गरेका छौँ, तर हामीले व्यवस्थित गर्न सकेका छैनौँ र अब यो भौतिक पूर्वाधारहरूको निर्माणको कार्यहरू लगभग सकिसक्यो। अब योतिर हामी लम्कन्छौँ अथवा यतातिर चाहिँ हामीले ध्यान दिन्छौँ भन्ने हामीलाई लाग्छ। आगामी नीति कार्यक्रम र बजेटको तयारीमा पनि हुनुहुन्छ। विशेष गरी त्यहाँका स्थानीय उत्पादनलाई ब्रान्ड तयार गर्ने कुरा, स्थानीय उत्पादनको खरिद र बिक्री व्यवस्थापन गर्ने कुरा, त्योसँग सम्बन्धित खानपानका कुरामा यहाँले अब कसरी सोच्नु भएको छ? हामीले चाहिँ यो गत वर्षदेखि नै यसको अवधारणामा जान खोजेको। हामीले स्थानीय तहमा एउटा कृषि सङ्कलन केन्द्र स्थापना गर्ने भनेर चाहिँ सङ्घीय सरकार शहरी विकास मन्त्रालयबाट हाम्रो चाहिँ झन्डै 1 करोडको बजेट पनि परेको छ, तर त्यसलाई चाहिँ हामीले जग्गा नपाएका कारण त्यसलाई स्थापना गर्न सकेका छैनौँ। भाडामा घर लगेर भयो नि हामी यो कृषि सङ्कलन केन्द्र बनाउँदैछौँ। हो, खरिद तथा बिक्री केन्द्र भनौँ अब त्यसलाई, होइन, स्थानीय उत्पादनहरूको। अब यसमा धनियाको मुठादेखि लगायत हाम्रा सबै प्रकारका चाहिँ त्यहाँ कोदो गहुँ जौँदेखि जे फापरहरू जति उत्पादनहरू छन् ती सबै त्यहाँ कलेक्सन हुन्छन् र त्यहाँबाट चाहिँ सकेसम्मका जति चाहिन्छ त्यति नगरपालिकाले लिन्छ। फेरि एक आपसमा साट्ने चलन पनि हुन्छ त्यहाँ र पैँचो प्रणाली स्थापित गर्ने र यदि त्योभन्दा बाँकी रहेको चाहिँ ब्रान्डिङ गरेर हामी यसलाई चाहिँ बाहिर चाहिँ निर्यात गर्नेमा छौँ। अन्तत विशेष गरी हामी मेला सञ्चालन गरिरहेका छौँ। हजुरहरूसँग हामीले के चाहिँ महसुस गऱ्यौँ भने यो स्थानीय उत्पादनको मेलामा देशभरिका 35 पालिका सहभागी हुँदा हजुरको पालिका चाहिँ यहाँ रहनुपर्छ र त्यसलाई चाहिँ जोडेर हामीले चाहिँ नि राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार खोज्नुपर्छ भने हामीले जुन प्रयास गरिरहेका छौँ यसमा हजुरको भनाइ के छ? होइन, यसमा हाम्रो नगरपालिका पनि तपाईँहरूले जोड्नुपर्छ, बुङ्गाल नगरपालिका पनि जोड्नुपर्छ। हाम्रो अलि भौगोलिक रूपले धेरै टाढा भए तापनि हामीसँग अब पिच रोडै नगरपालिकासम्म पुगिसकेका छ र हाम्रो चाहिँ त्यहाँ उत्पादन अलिक ठुलो नगरपालिका, भूगोलका हिसाबले अति ठुलो नगरपालिका भएका कारणले गर्दाखेरि पनि त्यहाँ किसानहरू पनि धेरै चिजहरू अथवा त्यहाँका कृषि वस्तुहरू धेरै उत्पादन गर्ने भए हुनाले पनि हामीले चाहिँ यहाँसम्मका लागि हामी यो नगरपालिकाबाट सब्सिडी दिएर भयो नि यो त्यहाँको उत्पादन जुन लोकल उत्पादन छ त्यो यहाँ बजारीकरण गर्नका लागि हामी एकदम तयार छौँ, आतुर छौँ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले हाम्रो नगरपालिका पनि जोड्नुहुन्छ भन्ने मलाई लागेको छ। हस्, धेरै धन्यवाद। धन्यवाद, थ्याङ्क यू। हजुरको पालिकाले गरेको प्रयास माथि पनि हामीले सुन्यौँ, यहाँ पनि सुन्यौँ, त्यसलाई देशभरि र विदेश बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न हामी पनि तयार छौँ। धन्यवाद, थ्याङ्क यू।